हाम्रो साथीहरु धेरै छन् अगाडि देखाउन सक्नुहुन्छ धेरै छन् नामको मात्र साथी हुन् सबैजना गाइस वेलकम टु माई ब्लग फेरि पनि हजुरहरूलाई मेरो ब्लगमा स्वागत छ। आज चाहिँ हामी गएकोबाट घुम्न जान लागेको मन्दिर घुम्न जान लागेको होइन। यो ठाउँको नाम चाहिँ कोबे हो अनि अहिले चाहिँ हामी कोबे सिन्काइसीमा बस्छौँ। हाम्रो गएको पनि यहीँ नजिकै हो होइन। तपाईँलाई फेरि अहिले केही समयपछि फेरि अनि हाम्रो चाहिँ एप्रिल इन्टेकमा आउने भाइ बहिनीहरू होइन दाजुबहिनीहरू सबैजनालाई स्वागत छ। कोबे चाहिँ यस्तै हो, सिटीहरू नि हेर्दै गर्नुहोस् यस्तै छ है एकदम होइन। किरेना छ है, किरेना छ, राम्रो छ एकदम। अनि सानो सहर हो तर राम्रो छ एकदम। काम पाउनु चाहिँ गाह्रो छ यहाँ काम पाउन चाहिँ गाह्रो छ। त वातावरण चाहिँ एकदम शान्त छ क्या यहाँ है, त्यस्तो हो हल्ला छैन होइन। बस्नको लागि चाहिँ एकदम ठिक छ। धेरै छ है गएको चाहिँ। अनि ट्याक्क हामी चाहिँ अब उहाँ पुगेर हाम्रो साथीहरु धेरै छन् अगाडि देखाउन सक्नुहुन्छ धेरै छन् नामको मात्र साथी हुन् सबैजना म चाहिँ अब अन्डरग्राउन्डको भ्यूहरू देखाउँछु होइन। हेर्नु यस्तो छ यहाँ चाहिँ अन्डरग्राउन्ड भ्यूहरू। यो चाहिँ स्टेसन हो, स्टेसनको अन्डरग्राउन्ड भ्यू राम्रो छ। यहाँ चाहिँ ड्रइङहरू यस्तो छ, राम्रो छ यस्तो छ होइन। त्यस ड्रइङ चाहिँ राम्रो छ क्या, त्यो चाहिँ राम्रो लाग्छ। त्यो चाहिँ दामी छ क्या है अन्डरग्राउन्ड चाहिँ। यस्तो छ अन्डरग्राउन्ड चाहिँ। चाहिँ यहाँ जिन्जामा आइसकेको छौँ मन्दिरमा होइन। यस्तो छ मन्दिर चाहिँ ठुलो छ। क्लासको साथीहरु मात्र बियो यस्तो छ, कस्तो राम्रो छ है। यहाँभित्र चाहिँ मन्दिर छ। हाम्रो साथी उहाँ चाहिँ वाउ ल कति राम्रो आएको यार, एकदम ह्यान्डसम आएको छ तिमी त। गाइस यो चाहिँ होइन यो त जिन्जिया अनि हाम्रो साथी चाहिँ यहाँ ठुलो छ एकदम सुन्दर छ। मेन मन्दिर छ होइन, मन्दिर छ एउटा चाहिँ। त्यहाँ चाहिँ अनि अब हाम्रो ऊ त्यहाँनिर चाहिँ होइन हामी नेपालको जस्तै हुन्छ क्या त्यो मन्दिर अगाडि त्यो अब हाम्रो नेपालमा त त्यो ऊहरू राखेको हुन्छ नि त, त्यो लाइनहरू जस्तो टाइपको होइन। मलाई भन्न चाहिँ आएन, त्यहाँ त्यस्तै हुन्छ क्या होइन। अब हाम्रो देखाउने छौँ होइन तपाईँहरूलाई, त्यहाँ चाहिँ अर्कै हुन्छ क्या होइन। के हो चाहिँ थाहा छैन, त्यहीँ गएर हेरौँ होइन। ओके अर्को जुम गरेर देखाइदिउँ त। ओके दामी छ। अनि यता चाहिँ साथीहरू थप्ने छन्, यो चाहिँ हाम्रो क्लासका साथीहरू, अरू चाहिँ पछाडि छन्। के रहेछ साथी यस्तोमा चाहिँ पानी आइरहेको छ। यो चाहिँ केही होला हामीले पनि थाहा भएन, तर कस्तो राम्रो मन्दिर है। कति किरेन आज चाहिँ घुम्न आएको हामी। अनि साथी चाहिँ ह्यान्डसम भएर टुपी सुपी लगाएर गाइस होइन। सबैजनाले सब्सक्राइब लाइक अनि कमेन्ट चाहिँ गरिदिनु होला होइन। अब जस्तै यो कोबेको बारेमा बुझ्नु छ भने मलाई मेसेज पनि गर्नु सक्नुहुन्छ, कमेन्ट पनि गर्नु सक्नुहुन्छ होइन। लेट मी नो होइन। ओके यहाँ हेर्नु त कस्तो भ्यू चाहिँ हेर्न सक्नुहुन्छ मन्दिर हाम्रो कोबेको एकदम राम्रो छ। Let's go. यिनीहरू चाहिँ के हो थाहा भएन होइन। के हो यो धनुषको तीर जस्तो रहेछ यो चाहिँ। जिन्जिया आउट अफ जापान। यो चाहिँ के हो
परम्परा हुने रहेछ यतातिर नयाँ वर्षतिर यसो मन्दिरतिर जाने अब त्यही हो अब सबैले विनरी गर्ने रहेछ यता पनि आफ्नै चलन चल्ती हुन्छ नि हाम्रो जसरी छ अब त्यस्तै हो ल हेर्नु अब त्यहाँ पुराना अब मठ मन्दिरहरू यता सबै खान्जी यता राम्रो छ हैन? हुन्छ त्यो यो चाहिँ कुन ठाउँमा छ भाइ भन्नु त यो चाहिँ हाम्रो यता कोबेक हो कोबेको कोसोको कोबेको ट्याक्क स्टेसनमा यो अवस्थित हो यता चाहिँ हामी अलिक पछि आउँला अब यता चाहिँ हामी जाँदैनौँ अब यता अरू हामी मेन मन्दिरतिर जान्छौँ हैन मेन मन्दिर त यसो देखाउनु अलिकति तल सबैजना छ। देखाउँछौँ हामीहरू अब सबैजना यता हाम्रो सिन्से पनि हुनुहुन्छ अब जापानमा हेरौँ न अब कस्तो रहेछ अब धार्मिक स्थलहरू पनि हेरौँ कहिलेकाहीँ अब सबै अब जापानकै लाइफ स्टाइलको बारेमा भनेर पनि भएन दाइ यसो धार्मिक स्थलहरू रमाइलो पनि गरौँ न अब सबै अब यहाँ आफ्नै चलन चल्ती अब रीतिरिवाज हुन्छ त्यही हो अरू चाहिँ अब सबैजनालाई देखाउँदा यता चाहिँ हाम्रो सिन्से पनि हुन्छ यहाँ सबै हाम्रो साथीहरू हुन् उनीहरूलाई पनि अब सबैजनाले अब त्यो पनि भनेकै हो तपाईँहरूले पनि अब माया चाहिँ गर्नु होला है हामी दुई चाहिँ अब दाइ भाइ माया चाहिँ कस्तो दिने इन्फर्मेसन अब जापानमा हेरौँ न यति कति ब्युटिफुल छ यस्तो हेर न केही छैन यी ल अन्त ल हेर न दाइ अब देश भने यस्तो हुनुपर्छ हाम्रो नेपालमा कहिले हुने त यस्तो कहिले विकास हुने त कहिले ती नेताहरूलाई अब हामीले यसरी देखाउनै पर्ने हो त देखाएर पनि अब घुस्दैन माइन्डमा भिजन भएन दाइ त्यो भयो अब जापानमा चाहिँ भिजन भयो सबै भयो गरौँ भन्ने भयो सबैको भावना अब सबै हामी जस्ता हुन्छ नि युवाहरूले देश छोड्नुपर्ने एउटा बाध्यता भयो है हजुर के गर्ने अब त्यस्तो अब देशमा के भइदिया भए यस्तो अब हुन्छ नि खाने बाटो भयो अब यो कुरा हामी छोडिदिउँ हामी चाहिँ अब यता रमाइलोतिर अलिकति रिफ्रेसमेन्ट होइन रिपेयरमेन्ट गरौँ कति चाहिँ पढ्ने कति चाहिँ अब काम गर्ने भन्नेमा पनि होइन ल हेरौँ हामी चाहिँ अहिले गएकोबाट आएको हौँ हामी दुई होइन सबैजनाले आज गएकोले ल्याएको हो हामी चाहिँ मेन मन्दिर हेर्न मेन जान्छौँ मन्दिरतिर जाउँ अब मेन मन्दिरतिर अब तपाईँ यो चाहिँ इन्ट्री हो होइन यस्तो छ इन्ट्री चाहिँ ल हेर्नु त अब कस्तो यहाँ बनायो कस्तो यस्तो अब चाहिँ हामी फर्किन लाग्यो होइन अब घुमघाम पनि भयो ठिकै भयो अब हामी गएको जानु लाग्यो गएको गएर एकछिन बस्ने अनि रुमतिर लाग्ने हो रमाइलो पनि भयो झिन्झ्या एकदम राम्रो रहेछ फर्किँदै छौँ हामी चाहिँ है ल अब चाहिँ हामी साथीहरू चाहिँ अगाडि गइसके अनि सेन्सी पनि अगाडि पनि हुनुहुन्छ पछाडि चाहिँ दुईवटा सेन्सी हुनुहुन्छ हामी चाहिँ बिचमा छौँ अहिले ल है त गाइस आजको लागि यो भ्लगमै कस्तो इन गर्न चाहन्छु लाग्यो भने कस्तो भयो प्रतिक्रियाहरू दिनु होला अनि सजाय लाइक कमेन्ट अनि सब्सक्राइब पनि गर्न नबिर्सिनु होला हस् त गुड बाई